सदस्य र फेरि पनि तपाईँहरूको सामुमा आइसकेको छु नयाँ कन्टेन्ट लिएर र ग्रिसको यसो भ्यू नजाराहरू तपाईँहरूलाई देखाउने छु तपाईँहरू जोडेर हेरिदिनुहोस् है अहिले इस्टरको फेस्टिभल छ अनि काम पनि त्यस्तै ठप्प भइरहेछ गाइजहरू र मेरो यता गाउँले दाइसँग अनुप दाइसँग चाहिँ म यसो घुमघाम गर्नुको लागि बाहिर निस्केर आएको दाइले यसो घुम्न जाउँ न भन्नुभयो मलाई पनि फेरि घुम्दै रहर एकदम छ त्यही भएर पनि म पनि दाइसँग यसो घुम्नु निस्केको र तपाईँहरूलाई म देखाउने छु अब आउँदो डेस्टिनी पोइन्टहरू अब के कस्तो छ होइन त्यहाँको भ्यू अब इस्टर फेस्टिभल पनि छ छुट्टी पनि छ होइन अब जब सेन्टरहरू पनि ठप्प छ होइन कामहरू पनि अहिले स्टप भइरहेछ दाइको चाहिँ आज छुट्टी र गाउँले दाइसँग चाहिँ यसो होस्टेलमै चिनजान भएर हामी चाहिँ अहिले घुम्नु निस्किरहेको छौँ फेरि उहाँ र म चाहिँ राई अनि पाछा पनि एकदम मिल्ने क्या फेरि दुमी राई हामी अनि फेरि दिनमासु पऱ्यौँ दाइ र म बाहिर निस्किन्छौँ तपाईँहरू जोडिनुहोस् र हेरिदिनुहोस् है ग्रिसको भ्यूमा चाहिँ अहिले हाल हामी छौँ दाइ र म र तपाईँहरूलाई चाहिँ माथिको ब्याकग्राउन्ड पनि देखाउनेछौँ यो चाहिँ पहिलाको हेर्नु तपाईँहरू हेर्न सक्नुहुन्छ आर्किटेक्चर पनि प्लस हिस्टोरिकल प्लेस पनि रहेको छ ढुङ्गाहरूको बनावट हेर्नु सक्नुहुन्छ यस्तै छ है गाइजहरू र तपाईँहरूलाई अझै माथि गएपछि अझै देखाउँदै लग्नेछु अवश्य जोडेर साथ दिनुहोस् र हेरिदिनुहोस् है अहिले चाहिँ हामी उकालो भाग आएको छौँ र अघिसम्म भागमा थियौँ अहिले चाहिँ हिँड्दैछौँ र तपाईँहरू हेर्न सक्नुहुन्छ अवलोकन गर्न सक्नुहुन्छ दृश्यहरू तपाईँहरूलाई माथि पुगेपछि अझै देखाउने छु जोडी गाइजहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ अझै माथि आइयो अझै खुल्ला दृश्य हुने रहेछ होइन तपाईँहरूले हेरेर मजाले अवलोकन गर्न सक्नुहुन्छ यस्तो रहेको छ चट्ट लगाएर मलाई चाहिँ दामी लाग्यो है टक्क ग्रिस भनेको चाहिँ यो रहेछ भन्ने टाइपको पनि देखिने क्या अलिअलि हामी चाहिँ अब यही ठाउँमा आइसक्यौँ होइन जहाँ आउने भन्थ्यौँ एग्रोपोल भन्ने ठाउँमा र यस्तै रहेको छ खैरेनीहरू चाहिँ अगाडि हिँड्दैछ दाइ र म चाहिँ हिँड्दैछौँ अगाडिको दाइ रहेको छ माथि देख्न सक्नुहुन्छ होइन अघि मैले कुरा गर्दै थिएँ ग्रिसको म्याप रहेको छ होइन फ्ल्याग पुरा हल्लिरहेछ होइन हावाको फ्लोले होइन एकदम यस्तो रहेको छ है गाइजहरू त्यो तल चाहिँ पार्किङ छ भन्छ गाइजहरू होइन र माथि चाहिँ अब त्यस्तै मठ मन्दिर टाइपको छ भन्ने कुरा आएको छ होइन मैले बुझ्दाखेरि चाहिँ गाइज तपाईँको मलाई चाहिँ दामी लाग्यो यो ठाउँ कसम होइन एकदम माइन्ड फ्रेस हुने रहेछ क्या फेरि हामी बसेको नजिक रहेछ है यो ठाउँ होइन अनि तपाईँहरू हेर्नु सक्नुहुन्छ होइन अब हामी कहाँ बसेको त्यो चाहिँ म अहिले तपाईँलाई जानकारी नदिउँ होला होइन तत्कालीनको लागि चाहिँ हामी होइन होस्टेलमा छौँ अनि यस्तै छ होइन म भनौँ न अब होइन त्यो पनि दाइलाई पनि जोड्दैन बसेछौँ सँगै र होइन डाउन साइडको तपाईँहरू हेर्नु सक्नुहुन्छ म जुम गरेर देखाउँछु है एकदम पहिलाको वार परेको ठाउँ रहे है एक्रोपोली भन्ने ठाउँ होइन टक्क हेर्दा त्यहाँ कस्तो ओडार रहेको छ है फेरि यो हाइटमा पनि रहेको छ माथि त एकदम शीतल होला मलाई चाहिँ फेरि यहाँ आएर गाइजहरू होइन तलको पनि दृश्यहरू देखाउँछु यहाँ आएर चाहिँ मलाई एकदम माइन्ड फ्रेस भयो जस्तो भयो क्या फुलको बास्ना त्यस्तै होइन मकमक होइन सुङमा सुगन्ध भयो जस्तो है चट्ट लाएर दाइ चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ है गाइजहरू दाइ चाहिँ अगाडि हिँडिराख्नु भएको छ हामी चाहिँ अब घुमेर पनि फर्किँदै गरेको अवस्था छ अगाडिपट्टि चाहिँ क्याफे रहेको छ टक्क फेरि यो चाहिँ केप टाइपको छ क्या एकदम हुन्छ नि त्यो नेपालतिर महेन्द्र गुफा गाइजहरू हेर्न सक्नुहुन्छ होइन यो चाहिँ पुरानो त्यो आर्टिफिसियल ठाउँ रहेको छ है हिस्टोरिकल प्लेस एकदम राम्रो लाग्यो मलाई चाहिँ होइन यो ढुङ्गाहरूको होइन एकदम आर्किटेक्चरहरू एकदम खोपेर बनाएको छ होइन तपाईँको हेर्न सक्नुहुन्छ गाइज हामी चाहिँ होइन जुन डेस्टिनेसन भन्ने थियो त्यो डेस्टिनेसनमा पुगेर होइन त्यो भ्यूहरू एकदम नजारा होइन लिएर त्यहाँको चाहिँ अवलोकन गरेर चाहिँ एकदम राम्रो लाग्यो होइन अब त्यहाँको फ्लावरको कुरा पनि भयो भने होइन त्यहाँको फ्लावर मात्रै होइन त्यहाँ सबै कुराहरू एकदम राम्रो लाग्यो क्या अब सुनमा सुगन्ध टाइपको है जाँदै गरेको छौँ है नेपाली रेस्टुरेन्ट तपाईँहरू हेर्न सक्नुहुन्छ यो टक्क अन्डरग्राउन्ड रहेको छ होइन मेट्रोको तर हाम्रो नेपालमा चाहिँ क्या यो हुनु चाहिँ होइन दाइ चाहिँ हुन्छ यो हुनु चाहिँ एकदम धेरै समय लाग्छ क्या राम्रो नेता हुनु पऱ्यो होइन हेर्नु यहाँ टिकट काट्ने सिस्टमहरू होइन दाइ चाहिँ टिकट काटेर जानुहुन्छ सो गाइज हामी चाहिँ अन्डरग्राउन्डको मेट्रो होइन
को लागि चाहिँ टिकटहरू काटिसक्यौँ र अहिले चाहिँ मेट्रोको वेटिङमा हो होइन। तपाईँहरू हेर्न सक्नुहुन्छ होइन। ठ्याक्कै अब यहाँ चाहिँ कति बजी आउँछ भन्ने कुराहरू पनि देखाइहाल्छ होइन। अब हाम्रो देशमा राम्रो नेता भए त होइन अब यस्तो सबैको सेवा सुविधाहरू हुन्थ्यो, मेट्रो रेल होइन लगायतका अब अरू होइन विकासको होइन समृद्धिको कुराहरू। अब यस्तै छ गाइजहरू होइन, छैन गाइजहरू है। हामी चाहिँ घुम्दै घुम्दै गएर आएर घोडे पार्क आएको छौँ होइन। खास गरी चाहिँ नेपाली रेस्टुरेन्टमा फुडहरू लिउँ भनेको थिएँ, अब अफ भइहाल्यो अहिले इस्टरको फेस्टिभलले गर्दा। र वाटरफलहरू हेर्नु सक्नुहुन्छ, यस्तो छ दृश्यहरू है गाइजहरू। हामी चाहिँ नेपाली रेस्टुरेन्ट आएको थियौँ, अब नखुल्ला भएर चाहिँ घोडे पार्कतिर डुलेर अब फर्किने गरेको अवस्था छ। नेपाली रेस्टुरेन्ट आएको थियौँ भिक्टोरियामा, अहिले हाल क्लोज रहेछ गाइजहरू। र मेरो पनि है अब हामी कुनै ठाउँ अलिक अगाडि गएर लन्च गर्छौँ, तर मेरो ब्याट्री एकदम लो भइसकेको छ है गाइजहरू। र अहिले चाहिँ म तपाईँलाई भिडियो स्टप गर्दैछु है गाइजहरू। लाइक कमेन्ट सब्सक्राइब गर्नु अवश्य नभुल्नु होला है।